नमस्ते, म बिन्दु। क्विक फिक्स विथ बिन्दुमा हजुरहरूलाई स्वागत छ। भिन्डी प्रेमीहरूको लागि आज मैले खास रेसिपी लिएर आएकी छु, जुन 10 मिनटमै तयार हुन्छ, छिटो, स्वस्थ र एकदम स्वादिलो। ल अब सुरु गरौँ है त। मैले यो भिन्डी एयर फ्रायरमा बनाउँदैछु र यसको लागि मैले आधा केजी भिन्डी लिएको छु। भिन्डीलाई राम्ररी धोएर सुकाउनु होला। यसमा पानी भयो भने काट्न पनि गाह्रो हुन्छ र चिप्लोपन पनि धेरै आउँछ। हजुरहरूले भिन्डीलाई लामो लामो पातलो स्लाइसमा काट्नु होला। चपबोर्डमा काटे पनि हुन्छ, हातमा लिएर काटे पनि हुन्छ। मलाई हातमा लिएर काट्नु पनि सजिलो लाग्छ। सबै भिन्डी राम्ररी काटेर अनि यसमा मसला मोलेर एयर फ्रायरमा राख्नुपर्छ है त। अब सबै भिन्डी काटेर सकिसक्यो। अब यसलाई एउटा भाँडोमा हाल्नुहोस्। अब यसमा अलिकति अलिभ ओइल छर्किनुहोस्। हजुरहरू कुनै पनि तेल लिन सक्नुहुन्छ, तर अलिभको तेल अझै फाइदाजनक हुन्छ। र मैले यसमा कालो नुन, बिरे नुन युज गरेको छु। बिरे नुनको आफ्नै फाइदाहरू छ। बिरे नुन, त्यसपछि बेसार, अलिकति खुर्सानीको धुलो, आधा चम्चा लसुनको धुलो र आधा चम्चा प्याजको धुलो। हजुरहरूले लसुन प्याज अथवा लसुन अदुवाको पेस्ट पनि हाल्न सक्नुहुनेछ। र अन्तिममा अमिलोपनको लागि मैले कागती निचोरेको छु। कागती एकदमै स्वादिलो बनाउँछ। मैले नुन नराखेर यसमा बिरे नुन किन राखेको भन्दा बिरे नुनमा कम सोडियम हुन्छ, जुन उच्च रक्तचाप भएका बिरामीहरूलाई पनि फाइदाजनक छ र हेल्थ कन्सियस डायटमा हुनुहुन्छ भने पनि यो राम्रो भयो। किडनी पेसेन्टको लागि पनि कम सोडियम भएको खानेकुरा धेरै फाइदाजनक भयो। र सबै मोलेपछि हामीले एयर फ्रायरमा 10 मिनटको लागि 200 डिग्री सेन्टिग्रेडमा राखिदिनुहोस्। 5 मिनटमा यसलाई निकालेर फेरि फर्काउनु होला। एयर फ्रायरमा राख्दा एकदम पातलो लेयर बनायो भने झन् छिटो क्रिस्पी हुन्छ। छिटो र मिठो भिन्डी तयार हुन्छ 10 मिनटमै। मैले माथिबाट अलिकति भुटेको तिल छर्किएको छु। हुन त यो टाँसिँदैन, तर तिल टोक्दाखेरि हजुरको भिन्डी एकदमै मिठो हुन्छ। यस्तै राम्रो सजिलो रेसिपीहरू चाहनुहुन्छ भने मलाई सब्सक्राइब गर्नुहोला, लाइक र कमेन्ट गर्न नबिर्सनु होला। हजुरहरूको माया र साथको लागि धेरै धेरै धन्यवाद।